आज नेपाली सडकहरू विदेशी गाडीले भरिएका छन्, तर एक समय नेपालमै बनेका गाडीहरू हाम्रा गाउँ, पहाड र खेतसम्म गर्वका साथ गुड्थे। ती गाडी केवल सवारी साधन थिएनन्, ती आत्मनिर्भर नेपालको सपना थिए। तर आज त्यो सपना बन्द कारखानाभित्र थुनिएको छ। यो कथा हो हुलास मोटर्सको र नेपालमै गाडी बनाउने एउटा अधुरो प्रयासको। आजभन्दा करिब 3 दशक अघि नेपालमा आफ्नै गाडी उत्पादन गर्ने कुरा केवल कल्पना जस्तो लाग्थ्यो। यही असम्भव जस्तो देखिने सपनालाई वास्तविकतामा बदल्ने साहस विराटनगर स्थित हुलास मोटर्स प्रणालीले गरेको थियो। हुलास मोटर्सको जरा सिधै अटोमोबाइल क्षेत्रमा होइन, कृषि क्षेत्रमा गाडिएको थियो। हुलास एग्रो इन्जिनियरिङ अन्तर्गत सुरुवातमा पम्प, थ्रेसर र साना कृषि उपकरण निर्माण हुँदै आएका थिए। किसानका आवश्यकता बुझ्ने क्रममा पम्प चलाउने डिजेल इन्जिनलाई नै चेसिसमा जडान गरी बहुउपयोगी साधन बनाउन प्रयोग गरिएको थियो। यही प्रयोग क्रमशः सवारी साधनमा रूपान्तरित हुँदै गयो र अन्ततः नेपालमै पहिलो पटक पिकअप गाडीको जन्म भयो। सन् 1996 तिर विदेशी ब्रान्डका गाडीहरूले बजार पुरै कब्जा गरेको अवस्थामा हुलास मोटर्सले हुलास शेर्पा र हुलास मुस्ताङ जस्ता गाडी उत्पादन सुरु गरेको थियो। यी गाडीहरू नेपाली भूगोल, कच्ची बाटो, पहाडी उकालो ओह्रालो र ग्रामीण आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएका थिए। सजिलो मर्मत, बलियो चेसिस र सुलभ मूल्यका कारण छोटो समयमै यी गाडीहरू एकदमै लोकप्रिय बन्दै गए। 2054 सालमा विराटनगरमा स्थापना भएको हुलास मोटर्समा करिब 4 करोड रुपैयाँ लगानी गरिएको थियो। कम्पनीमा प्रत्यक्ष रूपमा करिब 200 जनाले रोजगारी पाएका थिए, जसमा इन्जिनियर, प्राविधिक र मिस्त्रीदेखि प्रशासनिक कर्मचारीसम्म समेटिएका थिए। यो उद्योग केवल उत्पादन केन्द्र मात्र होइन, सिप विकास र प्राविधिक ज्ञान हस्तान्तरणको थलो पनि बन्दै गएको थियो। हुलास मोटर्सको यात्रामा सबैभन्दा धेरै चर्चा पाएको क्षण त्यो थियो जब तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले विदेशी विलासी गाडी त्यागेर नेपालमै बनेको मुस्ताङ म्याक्स प्रयोग गर्ने निर्णय गरे। सिंहदरबारमा स्वदेशी गाडी चढेर प्रवेश गरेको त्यो दृश्यले स्वदेशी उत्पादन प्रयोग गरौँ भन्ने सन्देशलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो। धेरैले यसलाई स्वदेशी उद्योगको पुनर्जागरणको संकेतका रूपमा हेरे। तर यही गौरवशाली क्षणपछि पनि उद्योगलाई चाहिने नीतिगत साथ भने प्राप्त हुन सकेन। स्वदेशी र आयातित गाडी बीच कर संरचनामा स्पष्ट विभेद भयो। विदेशबाट आयात हुने रेडिमेड गाडीहरू तुलनात्मक रूपमा सस्ता पर्थे, जबकि नेपालमै उत्पादन गर्दा कच्चा पदार्थदेखि पाठ पूर्जासम्म उच्च कर तिर्नुपर्ने अवस्था थियो। यसैबीच सरकारले सवारी साधनमा युरो 3 उत्सर्जन मापदण्ड लागू गर्यो। वातावरण संरक्षणका दृष्टिले यो नीति सही भए पनि हुलास मोटर्स जस्ता स्वदेशी उद्योगलाई आवश्यक तयारी, समय, प्रविधि हस्तान्तरण र सहुलियत नदिइदा यो नीति नै अन्ततः घातक बन्न पुग्यो। कम्पनीले युरो 3 मापदण्ड पूरा गर्न समय पर्याप्त नभएको स्पष्ट पारेको थियो। प्रबन्ध निर्देशक सुरेन्द्र गोल्छाले विराटनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत चर्को कर, विदेशी मोटरसँग असमान प्रतिस्पर्धा, दक्ष जनशक्तिको अभाव र नीतिगत अस्पष्टताका कारण मुस्ताङ म्याक्स र मुस्ताङ V2 को उत्पादन पूर्ण रूपमा बन्द गर्न बाध्य भएको घोषणा गरे। अन्ततः सन् 2014 मा हुलास मोटर्सले आफ्नो उत्पादन पूर्ण रूपमा बन्द गर्यो। यससँगै नेपालमै गाडी उत्पादन गर्ने पहिलो ऐतिहासिक प्रयास थाँतीमा राखियो। उद्योग बन्द भएपछि त्यहाँका कार्यरत 200 भन्दा बढी कामदार बेरोजगार बने र देशले एउटा सम्भावनायुक्त औद्योगिक आधार गुमायो। हुलास मोटर्सको पतनले एउटा गहिरो प्रश्न उठाउँछ, के नेपालमा स्वदेशी उद्योग टिक्न सक्दैन, वा समस्या उद्योगमा होइन, नीतिमा छ? यदि सरकारले सही कर, दीर्घकालीन औद्योगिक दृष्टिकोण, प्रवृत्ति विकास, सहकार्य र संरक्षणको वातावरण बनाउने हो भने हुलासले देखाएको त्यो अधुरो सपना अझै पनि पुनर्जीवित हुन सक्छ। आज जब हामी आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्छौँ, हुलास मोटर्सको कथा केवल विगतको सम्झनामा होइन, भविष्यका लागि चेतावनी पनि हो। नेपाली सडकमा फेरि गर्वका साथ स्वदेशी गाडी गुडाउने सपना अझै मरेको छैन। त्यसका लागि चाहिएको छ इच्छा शक्ति, नीति र दूरदृष्टि।